नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन व्यक्त गर्दछु। मेरो नाम हो मनोज पन्त। यति बेला म सही चोक नारायणगढ स्थित मेट्स इन्टरनेसनल एजुकेसन एन्ड भिजा सर्भिसेसको अफिसमा आइपुगिसकेको छु र आजको यस कार्यक्रममा कुराकानी गर्नका लागि मेरो साथमा हुनुहुन्छ मेट्स इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर प्रकाश पाण्डे र त्यसै गरी मेट्स इन्टरनेसनलका रिजनल म्यानेजर हुनुहुन्छ प्रकाश पौडेल। आउनुहोस् उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँहरूलाई। हजुर, धन्यवाद। अब मेट्सको स्थापना ताकाको कुरा गरौँ न। स्थापना कालदेखि हालसम्म मेट्सको यात्रा समग्रमा कस्तो रह्यो यसको बारेमा थोरै बताइदिनुहोस् न। मेट्स विशेष त हामीले सुरु गर्दा नै केही साथीहरू मिलेर, परिवारका सदस्यहरू मिलेर, विशेष गरी विदेश पनि गएर विद्यार्थी जीवन बिताइसकेकाहरूले विद्यार्थीको जीवन कस्तो हुन्छ भन्ने आफ्ना भोगाइको आधारमा विद्यार्थीहरूलाई सही परामर्श दिनुपर्छ भन्ने उद्देश्यका सहित 2007मा केही नेपालका शैक्षिक परामर्शदात्री संस्थामा आफैले वहन गरेको योग्यता र अनुभव र विदेशमा भएको भोगाइ र अनुभवलाई समेटेर हामीले मेट्सलाई 2007मा सुरु गऱ्यौँ। त्यहाँबाट निरन्तर रूपमा हामीले नेपाली विद्यार्थी र अभिभावकहरूलाई उहाँहरूको सपना, उहाँहरूको सोचलाई कसरी व्यवहारमा उतार्न सकिन्छ, साँच्चै नै अन्तर्राष्ट्रिय शिक्षाबाट कसरी आफ्नो करियरलाई राम्रो बनाउन सकिन्छ र अभिभावकको सपनालाई पुरा गर्न सकिन्छ भन्ने बाटो निरन्तर रूपमा विद्यार्थीहरूलाई देखाउँदै आइराखेका छौँ। र अहिले अब 2007बाट 2025 पक्कै यात्रा सहज भएन, गाह्रा अप्ठ्यारोहरू भए। विभिन्न देशका नीति नियमहरूमा विभिन्न समयमा भएका संशोधनलाई पनि आत्मसात गर्दै हामीले हाम्रा विद्यार्थी र अभिभावकलाई निरन्तर रूपमा सही परामर्श दिँदै आयौँ। त्यस कारणले गर्दाखेरि पनि निरन्तर रूपमा हामी काठमाडौँमा, चितवनमा, नारायणगढ र पर्सा, देशभरि अन्य विभिन्न स्थानहरूबाट र अन्तर्राष्ट्रिय रूपमा पनि अस्ट्रेलियामा आफ्नै सिस्टर कन्सर्नहरू थ्रु विद्यार्थीहरू अभिभावकलाई सेवा दिँदै आइराखेको छौँ। प्रकाश पौडेल सरसँग सोध्न चाहन्छु, जस्तो सही चोक नारायणगढमा मेट्स इन्टरनेसनलको स्थापना भएदेखि हालसम्म विद्यार्थी अभिभावकहरूले विशेष गरेर के कुरामा चाहिँ अलिकति इन्क्वायरी गर्नका लागि चाहिँ यहाँ आइरहनु भएको छ र त्यो खालको वातावरण यहाँले प्राप्त गरिराख्नु भएको छ? विशेष त 2007मा हामीले पुतली सडकमा अफिस इस्टाब्लिस गरिसके पछाडि स्टुडेन्टको मागलाई मध्यनजर राख्दै हामी चितवनमा पनि सेवा विस्तार गर्नुपर्छ भन्ने लक्ष्यका साथ चितवनमा 2008मा हामीले अफिस सञ्चालनमा ल्याएका हौँ। 2008देखि आजको दिनसम्म हाम्रो लक्ष्य अभिभावकहरूको लक्ष्य समग्र एउटै हो जस्तो लाग्छ मलाई। सो अभियसली हामी शिक्षा क्षेत्रमा काम गर्ने, वैदेशिक शिक्षाको लागि काम गर्ने, विदेशमा पढ्न पठाउने हाम्रो लक्ष्य प्लस विद्यार्थीको लक्ष्य पनि अथवा अभिभावकको लक्ष्य पनि आफ्ना विद्यार्थीलाई शैक्षिक भनौँ न शिक्षा आर्जन गर्नको लागि विदेश पठाउने लक्ष्य नै रहेको हुँदा अफकोर्स उहाँहरूको लक्ष्य पनि विदेश र त्यहाँको शिक्षाको बारेमा नै बढी केन्द्रित नै रहने नै भयो। त्यसैमा बढी केन्द्रित उहाँहरूको जिज्ञासाहरू रहेका थिए। ती जिज्ञासा शैक्षिक संस्था सँगसँगै विद्यार्थीहरूले के कस्ता सेवा सुविधाहरू पाउने गर्छन् त, अथवा देशअनुसारका के कस्ता नीति नियमहरू रहेका छन् त, त्यसका बारेमा नै बढी जिज्ञासा केन्द्रित गरेको हामीले पाएका छौँ। जस्तो प्रकाश पाण्डे सरलाई सोध्न चाहन्छु, जस्तो +2 अब पछि अधिकांश विद्यार्थीहरूले आफ्नो प्यारेन्ट्सलाई अब त म अमेरिका जाने हो, अस्ट्रेलिया जाने हो, युके जाने हो, अथवा क्यानाडा जाने हो, नभएदेखि जापान पनि जाने हो भन्ने खालको कुराहरू चाहिँ आफ्नो प्यारेन्ट्सलाई भनिराखेको चाहिँ हामीले पाइराखेका छौँ। र अब प्यारेन्ट्सले पनि अब आफ्नो आर्थिक अवस्था सबै कुराहरू प्रक्रिया भयो भनेदेखि उहाँले पठाउनु पनि होला। के छ अहिलेको समय +2 पछि यो अब्रोडको लागि जाने जुन खालको ट्रेन्ड चलिराखेको छ, यस विषयमा विद्यार्थीलाई अथवा प्यारेन्ट्सलाई चाहिँ तपाईँ के सजेस्ट गर्न चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? नेपालमा सामान्यतया +2 पढेर सकिसके पछाडि नेपाली विद्यार्थीहरू विदेशका शिक्षण संस्थाहरूमा गएर पढ्नलाई सामान्यतया योग्य हुने गरेको पाइन्छ। धेरै जसोको उमेर पनि 18 वर्ष पुरा भइसकेको परिस्थिति हुने गर्छ। धेरै देशमा 18 वर्षको उमेरलाई चाहिँ एउटा मच्योर उमेरको रूपमा पनि मान्ने गरिन्छ र उनीहरू आफ्नो लागि स्वनिर्णय गर्ने क्षमता राख्छन् भन्ने अर्थमा पनि उनीहरूलाई हामीले देखाएका बाटोहरू, देखाएका चोइसेसहरूका आधारमा उनीहरूले एउटा इन्फर्म डिसिजन, सही निर्णय लिन सक्छन् भन्ने देखिन्छ। र फेरि त्यो एउटा यस्तो उमेर पनि हो जुन उमेरमा गएर उनीहरूले जस्तो विषय धेरै सिक्छन् त्यही अनुसार उनीहरूले आफ्नो जीवन र आफ्नो जीवनमा आवश्यक कल्चर त्यो सबै कुरामा परिवर्तन ल्याउन सक्छन्। त्यो भएर ब्याचलर पढेर जान हुँदैन, होइन, ब्याचलर पढेर पनि जान सक्छन्। तर +2बाट ब्याचलर पढ्नकै लागि जाने विद्यार्थीहरूको जुन स्ट्रगल छ
एउटा नयाँ भूमिमा गएर कतिपय बेलामा नयाँ भाषामा पढ्ने, त्यहाँको रहनसहनमा भिज्ने विषय उनीहरू त्यो 3-4 वर्षको दौरानमा उनीहरू कम्प्लिट भइसक्छन्, त्यहाँ एडजस्ट भइसक्छन्, त्यहाँ भोलि वर्क भिजामा जाने, फर्दर करियरहरू हेर्ने पाटोमा +2 पछि जाँदाखेरि र फेरि अब ब्याचलर पछाडि गएर फेरि त्यही स्ट्रगल फेरि सुरु हुने भयो। अनि एक लेभलमा हेर्ने भने पहिले उनीहरू एउटा क्वालिफिकेसन पनि भएका व्यक्तिहरू छन् भनेपछि त्यो क्वालिफिकेसनले कहिलेकाहीँ उनीहरूलाई ओभर क्वालिफाइड पो बनाउने हो कि। श्रम बजारमा हेर्ने हो भने पढाइ र एक्सपिरियन्स यो दुईटै कुराको अत्याधिक अर्थ हुन्छ। हामी नेपालमा चाहिँ कयौँ बेला पढाइलाई मात्र जोड दिने गर्छौँ, तर अन्तर्राष्ट्रिय रूपमा विकसित मुलुकहरूमा पढाइ अनि सिकाइ र अनि एक्सपिरियन्स यो सबैको उत्तिकै मान्यता हुने भएको कारणले गर्दा +2 पछाडि विदेश जाँदै गर्दा चाहिँ त्यो टाइम कम लस हुने, नयाँ ठाउँमा गएर एडजस्ट हुनलाई अलिक बढी सहज हुने। कहिलेकाहीँ म ब्याचलर भइसकेको व्यक्ति, म जे पाएँ त्यही गर्दिनँ होइन, कतिपय बेलामा पार्ट टाइम कामहरूका सवालमा म यो गर्छु त्यो गर्दिनँ भन्ने टाइपको चोइसेस हुन सक्छन्। भनेपछि कि घरबाट सम्पूर्ण खर्च बेहोर्न सक्ने क्षमता हुनु पर्यो। नहुँदै गर्दा नयाँ ठाउँमा त्यहाँको रहनसहन, त्यहाँको कल्चर, कयौँ विषयसँग एडजस्ट गरेर अगाडि बढ्नुपर्ने सिचुएसन हुँदै गर्दा यस्ता कुराहरूले फरक पार्न सक्छन्। त्यो भएर 12 को एक्जाम भर्खरै अब सकिने सन्दर्भमा कुराकानी गर्ने हो भने नेपाली विद्यार्थीहरू एकदमै राइट टाइममा छन्। यदि साँच्चै विदेश पढ्न जाने सोच राख्ने विद्यार्थी र पठाउने चाहना भएका अभिभावकहरू हुनुहुन्छ भने +2 पछाडि जाँदा सबैभन्दा बेस्ट हो। तर सँगसँगै त्यो डिसिजन मेकिङ प्रोसेसमा हामी आर्थिक रूपमा सक्षम छौँ कि छैनौँ, साँच्चै विदेशको शिक्षा हामी अफोर्ड गर्न सक्छौँ कि सक्दैनौँ, भर्खरै +2 सकेर पठाएको विद्यार्थीबाट कति अपेक्षा गर्ने अभिभावकले पनि हो, यी सबै विषयमा चाहिँ अलिक बढी सोचेर ध्यान पुर्याएर जानु जरुरी छ। त्यही भएर मेथ्सले के गर्छ भन्दा हो यस्तै सोच विकास गरेकाहरूले कहीँ त्यो सोचमा कहीँ कमी छ कि कमजोरी छ कि पर्याप्तता छैन कि भने त्यो पर्याप्तता बनाउने सवालमा उहाँहरूलाई फाइनेन्सियल, एकाडेमिक, ल्याङ्ग्वेज कुनै पनि सवालमा भएका जानकारीहरूको कमीलाई चाहिँ हामीले कमी हटाउने र सही बाटो देखाउने कुरामा हामीले नर्मली भूमिका खेल्छौँ। त्यो अर्थमा +2 पछाडि लगानी गर्न सक्ने परिवार हो भने +2 पछाडि पढ्न जाँदा उपयुक्त देखिन्छ। अब प्रकाश पौडेलसँग सोध्न लागिरहेको छु, जस्तो जेठ 16 गते एउटा कार्यक्रमको आयोजना हुँदैछ मेट्समा, मल्टिनेसन एजुकेसन फेयर। यो कार्यक्रम खास कस्तो कार्यक्रम हो? यो कार्यक्रममा कुन कुन कन्ट्रीका युनिभर्सिटी कलेजका चाहिँ प्रतिनिधिहरू आउँदै हुनुहुन्छ, के छ? यो 16 गते मे 30 का दिन जुन हामीले मल्टिनेसन एजुकेसन फेयर यसको नाम दिएको छ, यो आयोजना गर्दैछौँ मेट्स चितवनको प्राङ्गणमा। यसमा हामीले विशेषतः अस्ट्रेलिया, युके, क्यानाडा र युएस यो 4वटा देशलाई फोकस गरेर हामीले चाहिँ एउटै छानामुनि विशेष यो एजुकेसन फेयर आयोजना गर्दैछौँ। यसमा 30वटा भन्दा बढी, यी 4वटा देशबाट 30वटा भन्दा बढी कलेज युनिभर्सिटीका प्रतिनिधिहरूले प्रत्यक्ष त्यसको चाहिँ भनौँ न विद्यार्थीहरूलाई चाहिँ जानकारी, कलेज युनिभर्सिटी उनीहरूले प्रोभाइड गर्ने स्कलरसिप र विभिन्न विषयका बारेमा तथ्य जानकारी दिने लक्ष्यसहित हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। त्यसमा चितवन लगायत आसपासका जिल्लाबाट सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरू जो साँच्चीकै आफ्ना बच्चाहरू वैदेशिक शिक्षाका लागि जाउन् र उनीहरूको भविष्य राम्रो बनोस् भनेर सोचिरहनु भएको छ, उहाँहरू सबैलाई लक्षित गर्ने यो कार्यक्रम हो। जस्तो प्रकाश पाण्डे सर, जस्तो अब यो +2 लाई टार्गेट गरेर विद्यार्थीलाई टार्गेट गरेर विभिन्न कन्सल्टेन्सीले विभिन्न प्रोग्रामहरू, इभेन्टहरू, सेमिनारहरू, यस्तो फेयरहरू राखिराखेको छ। मेट्समा चाहिँ फरक विद्यार्थी प्यारेन्ट्सले चाहिँ के पाउन सक्छन्, किन मेट्समा आउने? पहिलो त हाम्रो नाम अनुसारको सेवा र यो लामो इतिहास। जस्तै कन्सल्टेन्सीहरू हिजो पनि खुलेका छन्, अलि अगाडि पनि खुले, अलि लामो समयदेखि खुले। निरन्तर रूपमा विद्यार्थी र अभिभावकलाई सही सूचना दिएर सही जानकारी गराएर आफ्नो पेसामा समर्पित भएर हामी आएका छौँ र हामी नामअनुसार उहाँहरूसँग साथी जस्तै सबै कुरा खुलेर कुरा गर्न सक्ने र उहाँहरूको लागि राइट एडभाइस दिने काम गर्छौँ। त्यो भएर अरूभन्दा हामी भिन्न के मानेमा भन्न सक्छौँ भने हामीसँग जुन एक्सपिरियन्स र एक्सपोजर छ त्यो धेरै कम कन्सल्टेन्सीसँग छ पहिलो। दोस्रो, समयानुकूल हामीले आफूलाई जहिले पनि विकास गरेका छौँ। मेट्स एजुकेसन या मेट्स इन्टरनेसनल, यसलाई हामी दुईवटा नामले परिचय दिने गर्छौँ। मेट्स एजुकेसन हाम्रो लिगल नेम हो, मेट्स इन्टरनेसनल हाम्रो ट्रेडिङ नेम हो। हामी यो समय अनुकूल रिसोर्सेसहरूसहित हाम्रो विद्यार्थी र अभिभावकलाई सेवा दिने गर्छौँ। भनेपछि समय सुहाउँदो
हामी टेक्नोलोजीहरूलाई प्रयोग गरेर हाम्रा कन्सल्टेन्ट र काउन्सिलरहरूलाई केपेबल बनाउने काम पनि गर्छौँ, इन्फर्मेटिभ बनाउने काम पनि गर्छौँ र विभिन्न देशका पोलिसीमा भएका अपडेटहरू हाम्रा काउन्सिलर्सहरूसँग पनि हुने गर्छन्। झन् यस्तो मेलामा त झन् विद्यार्थीहरू र अभिभावकहरूले प्रत्यक्ष रूपमा शिक्षण संस्थाकै प्रतिनिधि पनि भेट्न पाउने भएको कारणले गर्दा उहाँहरू विभिन्न शिक्षण संस्थामा उपलब्ध कोर्स, त्यसका फिज, स्कलरसिप रिक्वायरमेन्ट्सहरूको बारेमा जानकारी पाउने सँगसँगै मेट्सका लोकल प्रतिनिधिहरूबाटै जोसँग अनन्त मात्रामा एक्सपिरियन्स छ उहाँहरूबाट अझ ती चोइसेसहरूमध्ये पनि उहाँहरूको एकाडेमिक, उहाँहरूको ल्याङ्ग्वेज प्रोफिसियन्सी, उहाँहरूको फाइनेन्सियल अवस्थाको आधारमा कुन अझ बेटर हुनसक्छ, कुन उपयुक्त हुनसक्छ त्यो पनि जानकारी पाउने। अनि नेपालमा मात्र होइन, कयौँ देशमा हाम्रा नेटवर्क नै, हाम्रो अफिसेसहरूको मात्र नेटवर्क होइन कि हाम्रा अल्मुनाई मेट्सबाट सेवा लिएर गइसकेका विद्यार्थीहरूको पनि नेटवर्क यति ठुलो छ कि हामी उहाँहरूको साथमा हाम्रा विद्यार्थीहरूलाई बाहिर जाँदै गर्दाखेरि विभिन्न देशमा उहाँहरूलाई एयरपोर्टमा रिसिभ गर्नुपर्ने हुन्छ कि पार्ट टाइम वर्कमा सपोर्ट गर्नुपर्ने हुन्छ कि नयाँ ठाउँमा पुग्दै गर्दा आफ्नो घर छोडेर देश छोडेर गएको उहाँहरूलाई काउन्सिलिङ, होइन, त्यो साइकोलोजिकल काउन्सिलिङहरूको आवश्यकता पर्छ कि या त्यहाँ एडजस्ट हुने, त्यो इन्भाइरोमेन्टमा एडजस्ट हुनलाई उहाँहरूलाई कस्तो किसिमको सपोर्ट चाहिन्छ हो, ती सबै सपोर्टहरू मेट्सले उपलब्ध गराउने भएको कारणले गर्दा पनि यहाँबाट सिर्फ एउटा कोही क्लाइन्ट आउने, अप्लाई गर्ने, एडमिसन अप्लाई गर्ने, भिजा अप्लाई गर्ने, भिजा पाउने र बाहिर पुग्ने मात्र होइन कि यहाँ अभिभावकको लगानीको, ठुलो लगानीको सेक्युरिटीको विषय छ, विद्यार्थीको भोलिको करियरको सवाल छ। त्यो अर्थमा पनि केही झलकझुलुक तत्कालमा केही प्रचारमुखी कुनै कार्यक्रम भन्दा पनि लङ टर्मसम्म उनीहरूको लाइफमा पर्न सक्ने त्यसको असर र प्रभाव दुईटैलाई ध्यान दिएर हामीले यस्ता प्रोग्रामहरू आयोजना गरेका हुन्छौँ। त्यही भएर यो सीमिततामा यो केही समयको लागि फेरि भइराख्ने यस्ता कार्यक्रमहरू नहुने होइन, तर यस्ता कार्यक्रम हुँदै गर्दा पनि हामी यस्ता कयौँ विषयहरूमा ध्यान पुर्याएर मात्र यस्ता कार्यक्रमहरूलाई एक्जिक्युट गर्ने गर्छौँ। त्यो भएर पनि विद्यार्थी अभिभावकले अन्तबाट अप्लाई गर्नुहुन्छ त्यो पनि उहाँहरूको चोइसेस, तर कम्तीमा मेट्सको फेयरमा या मेट्सको अफिसमा आएर काउन्सिलिङ लिएर मेट्सले भनेको यो विषय चाहिँ हामीले अन्त पनि चेक गर्नुपर्छ है भन्ने कुरा सोचेर बुझेर मात्र विद्यार्थी र अभिभावकले अगाडि बढ्नु हुँदाखेरि मलाई लाग्छ उहाँहरूको यो काउन्सिलिङ लिने, विदेश जाने या पठाउने यात्रा पनि कम्प्लिट हुन्छ। त्यो अर्थमा पनि मेट्स चाहिँ भिन्न छ। हुन्छ, यो विचारको लागि यहाँ दुवैजना धेरै धेरै धन्यवाद। धन्यवाद। थ्याङ्क यू।